Morning, guys. I hope हजुरहरू सँगै आरामै हुनुहुन्छ र हजुरहरूलाई स्वागत छ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियोलाई लाइक गर्नुहोला। गेस व्हाट गाइज, हामीले एउटा काम कम्प्लिट गरिसकेका छौं। त्यो के हो भन्दाखेरि भर्खरै हजुरहरूलाई केही बेरमा थाहा भइहाल्छ। सरप्राइज है त गाइज। ल सरप्राइज रिभिल गरौँ है त के हो त्यो काम भन्दा। गेस व्हाट गाइज, कमेन्ट गर्नु होला है त के काम पुरा भयो भनेर। बिस्तारै हेर्नुहोस् है त अब। ल बिस्तारै है गाइज, बिस्तारै। व्हाट यु सी गाइज, यस फाइनली हामीले कम्प्लिट गरिसक्यौं वाल। हेर्नु है त। ल हजुर हेर्न सक्नुहुन्छ फाइनली हामीले वाल कम्प्लिट गरिसकेका छौं चारैतिर। अब हामी छौं भिलेजमा। भिलेजको वरपर हेर्न सक्नुहुन्छ गाइज, एकदम कम्प्लिट छ है। र यहाँ भिलेजरहरू फसेको रहेछन्, तिनीहरूलाई मुक्ति दिलाइदिए है त। कहाँदेखि गयो यिनीहरू? जान जान्ने मान्छे निस्किन जान्न। कहाँ यो बाटोमै रुख छ एउटा, यो रुख टुटालिदिउँ त। यिनीहरूलाई बाटो नमार्नु लाग्यो जस्तो भयो। ल यो पनि ठाउँ सफा भयो। यहाँ पनि रहेछ एउटा। माथि जाँदै यिनीहरू तल झर्दै गर्दा रहेछन् के, त्यही भएर होइन अड्केका त्यहाँ। त्यसबाट ल है त कम्प्लिट भयो। यो पत्ताहरू झर्दै गर्छन्। खाना पनि बिचमा खाएकै यिनीहरूको। चट्ट मिलाइदिउँ है त हल्का भिलेजलाई। कता पानीको बास्ना आइरहेको रे। के बिच बाटोमा हेबेल लगाएर बस्छ यार तिमीहरू। गर्न भाइ केही ढङ्ग छैन अरू। गर्छ खालि खालि गर्न भाइ केही ढङ्ग छैन यिनीहरूको हेबेल। अन्त हामीले राखौँ न हेबेल, यिनीहरूलाई बेला बेला आएर दिइहालौँला नि, हुन्न र। यहाँ सवालको पनि नख न यिनीहरूलाई पुग्ने। पहिला हल्का त यता ग्राससम्म बनाइदिउँ है त पानी हालेर। ल नयाँ भिलेजरले पनि आज कति महिनापछि घर त यार छिटो चोरेको यार। चोरे बटले। यस्तो चोर हो, अठारै चोरिदिने यार। अब गयो, उठाइहाल्यो। कति छिटो उठाएको, उठाउनु नि। यहाँ पनि आउँछन् होला है उठाउनु। अब सिड कलेक्ट भइरहेको नभए पनि यो एउटा नरम भित्र यहाँ। ल यो हामीसँग एउटा आइरन रहेछ। आइरन पनि सकिसक्यो गाइस, पिकेक्स बनाउँदा कबलस्टोन माइन गर्दा। ल है त यो पनि नयाँ बन्यो। अब अच्छा गर्छ है त अहिले। कति भयो सिड कलेक्ट? आई थिङ्क 32 बाबु धेरै चाहिँ भएछ त। यहाँ पनि हल्का मिलाइदिउँ है त पानी राखेर सम्म बनाइदिउँ, राम्रो देखिन्छ नि त। अनि ल यहाँ चाहिँ अलिकति ल है त। ल बल्ल राम्रो देखियो है त। ल ल हेर, ल बल्ल पो देखियो त भिलेज जस्तो होइन र। अझै यसलाई सबलले चट्लाएर बाटो मिलाउँ है त। ल हेर कति राम्रो देखियो। यो पो त गाइस बल्ल भिलेज भनेको होइन। बबाल देख्छ नि। ल बबाल भ्यू है त। बबाल छ बबाल। बाहिर जाऊँ होइन, बाहिर नि बबाल भएको छ। ल यता हाम्रो सुगर क्यान पनि पुगिसकेको रहेछ। अब सुगर क्यान फार्मले यसो एक्सपान्ड गरौँ है त, अलि ठुलो बनाऊँ, फार्मिङ गरौँ अलिकति।
त्यसपछि हामी अरू काम गरौँला। बवाल भयो यार, छुटेछ क्या बिचमा। त्यसमा अलिकति छुटे फसे पनि ल है त। बवाल बवाल बब्बाल देखियो है त गाइज। ल कतापट्टि एक्सपेन्ड गर्ने? अझै यतै एक्सपेन्ड गरिदिउँ होइन? अझै यतै गर्नुपर्छ क्या एक्सपेन्ड। छुट्टै सफा गरौँ पहिले यहाँ। जति एक्सपेन्ड गरौँ त्यति धेरै दिन्छ नि त्यसले त। ल है त हामी अब यता एक्सपेन्ड गर्नुतिर लागौँ। आइरन पनि सकिसकेको छ छैन। अब माइनिङ गर्न जानु पर्ला जस्तो छ है। आइरन 50 आइरन थियो, कोबल स्टोन माइन गर्दा गर्दै भइयो। आइरनको पिकेक्स बनाउँदै माइन गर्दा गर्दै भइयो। यत्रो भिलेज बाउन्ड्री गरिदिएन गाइज, मान्नुपर्छ क्या। तर ल लिइसकेको छ दुईवटा अनलिमिटेड वाटर सोर्स बनाऊ है त। यहाँ एउटा लिगो र ल अनलिमिटेड भइसक्यो। यहाँ रात पनि पर्न आँटिसक्यो। रात पर्न आँटिसकेको छ, झ्यापझिप काम सक्न पर्यो। आई थिङ्क होइन हजुरहरूले भिडियो इन्जोय गरिरहनु भएको छ जस्तो छ। भिडियोलाई लाइक गरिदिनु होला मन परेछ भने, र च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला है त गाइस। सपोर्ट देखाउनु पर्यो कि भाइले। ल फाइनली हाम्रो वाटर सोर्स पनि अनलिमिटेड कम्प्लिट भयो त। ल एउटा जग्गा राख्नु पर्यो नि हामीलाई। एउटा मात्र राख ए ओके। ल फाइनली गाइज झन् सुगर क्यान फार्म पनि एक्सपेन्ड भइसक्यो। एक लेयर अझै। ल बब्बाल देखिएको छ बल्ल। आई थिङ्क गाइज झन् अब हामी प्लट माइनिङमा जान पर्ला जस्तो छ है। हामीसँग रिसोर्सेसहरू सब सकिन आँटिसक्यो। आइरन पनि छैन। अब मैले माइनिङ गर्दा गर्दा गेसबाट गाइज हेर्नुहोस्, ल्यापिस लजुली 24 कलेक्ट भइसक्यो क्या। त्यही माथि माथि नै रहेछ अहिले त। ल है त चट्ट सकिहाल्यो है त। यहाँ पनि रात हुन आँटे रहेछ, म त भएन अझै। यति चिन्ता होस् बवाल हुन्छ। यही राखिदिउँ अरू बसेको 1 स्ट्याक एन्ड 4। यता 30 वटा नि रहेछ। यहाँ त अलमोस्ट 2 स्ट्याक हुन लागेको रहेछ। यता हाम्रो फार्म पनि तयार हुँदैछ। ल यता फार्म एक्सपेन्ड गर्नुपर्छ है। अझै रेडी भएको छैन। अझै 2 दिनसम्म राखौँ है त्यसलाई। अझै गरिदिने गाइज गरिदिने र ओके। ल यसलाई पनि माइनिङ गरिदिउँ है त। ल बब्बाल मजा आछ है त। यहाँ यो रहेछ के स्यान्ड। कबल स्टोन डट छ नि मसित। ल रात हुन आँटिसक्यो। झेपझेप गर्नु पर्यो काम। राति हुन लागिसकेको छ। अहिले फेरि यहाँ तपाईँ मचाउँछन् जम्बीहरूले। यत्रो मेरो भिलेजरहरूलाई गाह्रो परिहाल्छ नि। फेरि पानीको सोर्स यता पनि हल्का लगाइदिनु पर्यो। सिड कति छ? इनफ छ यार सिड त मसित, जति लगाए पनि छ। ल त रात परिसक्यो है गाइज।
भाइ सिड रोप्दा रोप्दा पानीमा खसेको अवस्था। अब जान्छौँ हामी सुत्न र बाँकीको फार्मिङ भोलि है त। ल पहिले फुर्सद में निकल सोने के लिए पहले तो यिनीहरू ल। गुड मर्निङ गाइज, फेरि अर्को दिन हामी उठिसकेका छौँ है। फेरि घाँस उक्रेछ ल, सिड पनि पाइहाल्यो यार। क्या बवाल किसिम छ यार, अझै यता एक्सपेन्ड गर्नु पर्यो यार होइन, बवाल देखिन्छ नि। अझै यता एक्सपेन्ड गरौँ अनि हल्का पानीको सोर्स बढाइदिउँ यहाँ बिचमा। कहाँ चाहिँ भन्दा यहीँ चाहिँ बढाइदिनुपर्छ क्या पानीको सोर्स। एक लेयर यहाँ चाहिँ हालिदिउँ क्या पानीको चट्ट। अनि ल यहाँ पानीको सोर्स हालिदिउँ एउटा। ल है त अझ एक्सपेन्ड गरौँ। झन् धेरै विट फ्यान्स छ हामीले। पछि भित्रको सकियो भने यहाँ काम लाग्छ नि त यहाँको। ल है त आजको भिडियो बस फार्मिङ मात्र गर्ने भयो। यति ढिक्क होला। यहाँ सिम10 रहेछ अनि माथि एक स्ट्याक त चोक्कै छ अझै। इनफ छ सिड, इनफ। भयङ्कर फार्म बन्छ क्या हो। ल है त फार्म पनि हाम्रो रेडी। यो विटलाई त्यहीँ राखिदिनुपर्छ क्या, सुगर क्यानको फार्मको सिम चेस्ट सिम सिडलाई। यति गरेर ठिकै हो, धेरै एक्सपेन्ड नगरौँ होइन, पछि बिस्तारै गरौँला। यसलाई यति नै छोडिदिउँ है त ल। विटलाई पनि यहाँ राखिदिउँ। हेभेल छ मसित इनफ। कति छ 17 रहेछ, पुग्छ होला। इनफ ब्रेड बन्छ। भित्र गएर भिलेजरहरूलाई नि दिउँ है त ब्रेड। ल ब्रेड बनाऊँ पहिला अनि भिलेजरहरूलाई नि दिउँ ल। काम पनि दिन पर्यो अब तिनीहरू नल्ला भिलेजरहरूलाई। यति स्टक ल्याएर राखौँ अर्को बाई चान्स। यहाँ पनि रहेछ दुईवटा 5वटा ठिक्क होला। अब बन्छ हाम्रो ब्रेड। ल है त फाइनली हाम्रो ब्रेड पनि बन्न आँटिसक्यो है त। ब्रेड बनायो नि अब कम्प्लिट हुन्ला। ल 42 ब्रेड इनफ छ। यति चाहिन्न, आधी राखा मैले सिस्टममा बाई चान्स। यो गोलम बाहिर कसरी आयो? ल यो गोलम यहाँ बाहिर कसरी आएछ यार? मसँग पिकेक्स पनि सब टुटिसकेछ। एउटा स्टोनको बनेको छ क्या यहाँ चाहिँ स्टोनको। एउटा स्टोनको भाजे मान्ने थियो त। ल त्यो पनि सकिएको, बनाउनै पर्ने एउटा स्टोनको। ल अपनी छ स्टोन छ। पिकेक्स पनि बनाऊ। त्यो आइरन गोलमलाई भित्र लिएर जाउँ है त जल्दी। कसरी निस्केको त बाहिर? नल्ला आइज सिक्छस् किन यतिमा? अहिले भिलेजर यहाँ निस्क्यो भने नि फेरि यसको मैले खात्मा गरिदिन्छु। आइज के
खाना ब्रेडको लालच दिने हुन्न गाइस यसलाई त यार अर्को आउँछ फेरि कि हामीले त्यसको खात्मा गर्नै पर्ने हो आइज आइज कि त्यहाँतिर भिलेजर छ यार झन् भिलेजर छ भन्दै नि आउनु न यार यसले डुबाउनु भयो हामीलाई ओ भिलेजर तम्सिरह आउनलाई यता अर्को तम्से त्यहाँ आउनलाई आयो आयो त मरिने भएछ जा अब त मरिने भएछ तेरो कालै लेखा रहेछ आज ल मार्न त मन थिएन हेर केटा तर तैँले भनेको मान्नुहोस् त्यही भएर त मर्छस् अब मर्छस् यसले चाहिँ मारिदियो भने फेरि गर्ने के यार के हो जाला जान्न होला यार आयो आयो दौडिँदै आयो 1 2 3 4 अल्लाह के हो र त नआउने यार भित्र जान खोजे अब फेरि अहिले फेरि मलाई मारिहाल्छ त्यसले अहिले फेरि त्यसले गरिब बनाइहाल्छ भर्खरको भर्खर आयो 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 मर्दर आयो बट ल तेरो कालै छ आज त मर्नै देखेकोस् त मर्ने भइस रेस्ट इन पिस गाइस कमेन्टमा रेस्ट इन पिस आइरन गोलम लेख्नु पर्यो गाइस सबैले ह्यासट्याग रेस्ट इन पिस आइरन गोलम ल कति जानु यसमा अझै मर्दैन है गल्ती तेरै हेर केटा मलाई मार्नु मन त थिएन मलाई चान्स दिएको मैले भित्र जा भनेर गइनस् त भित्र गयो हेर मर्थिनस् नि आइरन गोलम सम्झनामा एउटो देखा 3टा ल 5वटा आइरन दिएछ भाइ त ल मर्ने खोज्या रहेछ भनेपछि मलाई त यो हामीले भिलेजको भित्र लाएर लगाइदिउँ है त भिलेजरहरूलाई सम्झना हुन्छ अनि यहाँ लगाइदिउँ टक्क एउटा 2टा 3टा ल रेस्ट इन पिस भिलेजर ह्यासट्याग हामीसँग टर्च पनि थियो नि टर्चहरू लगाएर भित्र बालिदिउँ है त अँध्यारो हुन्न नि त पोल्छ इथो नफ छ स्टिक बनाउनलाई भित्र गएर ल जामा अब टर्च बालिदिउँ त त्यतै A few moments later. ल यतिको भएपछि त यहाँ अब कोही स्पोनै हुन्न होला सो गाइस आजको लागि यति नै आई होप हजुरहरूलाई भिडियो मन परेको छ होला भिडियो मन परेको छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला र भिडियोलाई लाइक गर्नु होला है त थ्यांक यू फर वाचिङ बाइ बाइ